अहिले हाम्रो आँखा क्लिनिकमा प्राय जस्तो यस्तो बिरामीहरू दैनिक रूपमा आइरहनु भएको छ जसले अनलाइन फ्यासन र सस्तो मूल्यको चक्करमा आफ्नो आँखा स्वास्थ्य आफै बिगार्दै यहाँ आइरहनु भएको छ। अनलाइन घडी पसल, कस्मेटिक पसल र मोबाइल पसल जस्तोमा आफ्नो आँखाका लागि चस्मा र कन्ट्याक्ट लेन्स अर्डर गर्नु भनेको एउटा भयानक गल्ती हो। हामीले यो बुझ्नै पर्छ कि चस्मा भनेको बाहिरबाट चिटिक्क देखिने फ्यासन एक्सेसरिज मात्रै होइन, यो त हाम्रो आँखा स्वास्थ्यमा गम्भीर रूपमा असर पार्न सक्ने एउटा मेडिकल डिभाइसहरू हो। आई हेल्थ प्रोफेसनलसँग त आँखा जाँच गर्नै पर्छ, तर चस्मा तथा कन्ट्याक्ट लेन्स बनाउनलाई पनि लाइसेन्स भएका विज्ञ र प्रोफेसनल अप्टिसियनहरूसँग मात्रै आफ्नो पावरको चस्मा तथा कन्ट्याक्ट लेन्सहरू बनाउनु पर्छ। जथाभावी अनलाइन र सस्तो डिलको चक्करमा तपाईको आँखामा स्थायी असर गर्ने सम्भावना एकदमै धेरै हुन्छ। झन् कन्ट्याक्ट लेन्स त आँखाको नानीमै बस्ने भएकाले जथाभावी किनेर लाउँदा यसले कर्नियामा इन्फेक्सन र अझ कर्नियल अल्सर नै हुने सम्भावना धेरै हुन्छ। र यदि कर्नियल अल्सर भयो भने तपाईको आँखा 24 देखि 48 घण्टामा पूर्ण रूपमा दृष्टि गुम्न सक्दछ। धेरै मान्छेलाई लाग्छ कि मेरो आँखाको चस्माको पावर मिल्यो भने त भइहाल्यो नि। गलत। चस्माको पावर मात्र मिलेर हुँदैन। हरेक व्यक्तिको आँखाको दुईटा पिपुलर डिस्टेन्स हुन्छ, त्यसलाई पीडी भनिन्छ। प्रत्येक व्यक्तिको पीडी फरक हुन्छ, सँगसँगै प्रत्येक व्यक्तिको फेस फरक हुन्छ। र अनलाइन कस्मेटिक, घडी र मोबाइल पसलले कहिले पनि तपाईको यो टेक्निकल धेरै पार्टहरू नाप गर्न सक्दैन। गलत कर्नियल सेन्ट्रेसन लगायत अन्य प्राविधिक धेरै त्रुटिहरूले गर्दाखेरि तपाईलाई धेरै टाउको दुख्ने, डबल भिजन हुने र लङ टर्ममा टेढोपन जस्ता स्थायी समस्याहरू पनि आउन सक्छन्। हाम्रा आँखाको नसा र कर्नियामा एकचोटि ड्यामेज भएपछि पछि त्यसलाई अपरेसन गरेर पनि हामीले पहिलेको अवस्थामा ल्याउन सक्दैनौँ। त्यसैले हाम्रो अमूल्य आँखाको जाँच जहिले पनि आधिकारिक र प्रोफेसनल ठाउँबाट मात्रै गराउनु पर्छ। र यो पावरवाला चस्मा र कन्ट्याक्ट लेन्स भनेको जहिले पनि लाइसेन्स प्रोफेसनल र आधिकारिक ठाउँमा मात्रै गर्ने गर्नुपर्छ। त्यसैले अनलाइन र सस्तो डिलको चक्करमा जीवनभरको लागि अन्धकार नरोज्नुहोस्, ख्याल गर्नुहोस्।